माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको आइपिओ नतिजा भोलि प्रकाशित हुने। आइपिओ लगानीकर्ताहरूका लागि महत्त्वपूर्ण सूचना। माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओको नतिजा भोलि असार 19 गते 2083 शुक्रबार बिहान 9 बजे नेपाली समय प्रकाशित हुने भएको छ। मिति असार 19 गते 2083 शुक्रबार, समय बिहान 9 बजे। लगानीकर्ताहरूले नतिजा प्रकाशित भएपछि आफ्नो आवेदनको अवस्था सम्बन्धित बिक्री प्रबन्धकको वेबसाइट मेरो सेयर वा सिडिएससीको आइपिओ रिजल्ट पोर्टल अनि एकैपटक धेरै डिम्याट खाताको रिजल्ट बल्क आइपिओ रिजल्ट एप मार्फत हेर्न सक्नेछन्। आइपिओको नतिजा प्रकाशित हुन लागेकाले सम्पूर्ण लगानीकर्ताहरूलाई शुभकामना। थप आइपिओ अपडेटका लागि आइपिओ बजार नेपाललाई फलो गर्न नबिर्सनुहोस्। ह्याप्पी इन्भेस्टिङ।